नमस्कार सबैजनालाई। हामी चाहिँ आज जन्मभूमि छोडेर चाहिँ बटौलीतिर फर्किँदैछौँ है त। आज चाहिँ उकालो बाटो हिँडिएको छ र यता पछाडि चाहिँ म्याडम आइरहनु भएको छ, हिँड्न नसकेर। ल हेर्नुहोस्, म्याडम थाकिसक्नु भएको छ। तल चाहिँ खोला छ, ल हेर्नुहोस् है। बुझेपछि गोदा पछाडि र हेर्नुहोस्, छोरो उहाँ अगाडि हिँडिरहेछ, म बिचमा, म्याडम पछाडि। ल हेर्नुहोस् साथीहरू, उहाँ तल खोला छ, ऊ त देखिने पुल हो है त साथीहरू। गर्मी छ निकै, पसिना पुस्दै जाने अब उकालो बाटो। आज चाहिँ हामी बटौली फर्किँदैछौँ है। हाम्रो गाउँमा हेर्नुहोस्, गाडी घोडा कहीँ जाँदैन, 1 घन्टाको बाटो हिँड्नुपर्छ। लिन्छ र यस्तै छ साथीहरू। हेर्नुहोस्, सहरमा बस्ने बानी लागेपछि उकालो ओह्रालो हिँड्न चाहिँ हरायो है हाम्रो चाहिँ। अब आज हिँड्नु पर्दाखेरि हेर्नुहोस्, यति गाह्रो भएछ, यति गाह्रो भएछ, पसिना चुहिए नि। यहाँ खेत चाहिँ बाँझै छ नि। यहाँ चाहिँ हेर्नुहोस्, खेत सबै पारी सबै उनी जति पनि देखिन्छ नि पारी तिनी चाहिँ खेत हुन् है। ए म्याडम आउनुभएको छ, हिँड्न सक्नु भएको छैन, म्याडमलाई पनि गाह्रो गरिसक्यो। ल जङ्गल हरियाली भयो, अहिले खेत चाहिँ सुकेर बाँझै छ, कालै भएन। यस्तो पसिना नै आउने रहेछ। ल हेर्नु साथीहरू, अब हेर त मेरो पसिना। पारी सबै खेत हो नि, बिचमा खोलो छ, खेत उकालो ओह्रालो। म चाहिँ झोला बोक्नु पनि सकिन्छ, झोला चाहिँ काँधा राखेर हिँडिरहेको छु। म्याडमले चाहिँ 2टा झोला भिर्नु भएको छ, एउटा आफ्नो झोला, एउटा पछाडि झोला भिर्नु भएको छ। हामी चाहिँ अब यो उकालो, खै कुवामा आछु भनेको, उहाँ डुम्कीमा बल्ल होइन र, तिन त गोरु हो नि त। ल हेर्नु साथी, पसिना त्यति उकालो निक्लेको, यस्तो पसिना आयो, पसिनाले खत्तम भइयो। ल हेर्नुहोस् को, ल हेर्नुहोस्, म्याडमको ब्यागै चुँडेछ। ल त्यसलाई झोला हालिदेऊ, म्याडमको चाहिँ ब्याग गयो। यहाँ छोरो अब खेल्दै हिँडेछ। लाइन छोरो जाउँ, आउँछन् के दिदीलाई पर्खिँदा। अझै तिनी कुरा चाहिँ हामी चाहिँ गइन्छ। अब निक्लिँदैछौँ उकालो, गाह्रो हुने रहेछ, हिँड्न सकिने हिँड्छ उकालो बाटो, बानी हराइयो। हेर्नुहोस्, यस्तो छ बाटो पनि, बाटो चाहिँ यस्तो छ हाम्रो। अब चाहिँ खोल्सा खोल्सी छन्। ल जङ्गलमा आइगयो अब। ल पानी यति छ, म्याडमलाई उहाँ झोला चुडेर दुःख पाइन्। नक्कली चिज परेछ अन्त, नक्कली परेछ। ल हेर्नुहोस् कति छन् खोस मेरा। ल हेर्नुहोस्, खल्लुक्का पातै पात हुनु भयो, अमिलो तातो भयो, मुही अमिलो तातो भयो है। अब हामी चाहिँ उकालो निक्लिँदैछौँ, गाह्रो हुने रहेछ उकालो निक्लिन पनि। अब यी हातै प्याकिङ रहेछ, साह्रै गाह्रो भयो साथीहरू यो उकालो निक्लिनलाई। उकालो पनि थोरै छ र, थोरै छ र, बहुत गाह्रो छ है उकालो निक्लिन। शीतल पनि छैन बस्नलाई। लाने यस्तो घाममा से गर्दै निक्लिनु पऱ्यो। हामी चाहिँ त्यो पारीदेखि नै डाँडाबाट झर्दै आएको, झर्दाको चाहिँ भिडियो बनाइएको छैन, उकालो निस्किँदाको चाहिँ भिडियो बनाउँदै निस्क्यौँ। हिँड्न सकिन्न, सुस्त जाम भनेर चाहिँ भिडियो चाहिँ खिच्न भ्याएको छु है त।
साथीहरू। ल यहाँ चाहिँ एकछिन हावा लिनु पर्यो बसेर। अब सकेन यहाँ चाहिँ बसियो है। अब एकछिन ल यहाँ चाहिँ छोरी विश्राम गर्छ। घरबाट ल्याएको भैँसीको प्योर भैँसीको मुखान ला है त। यो चाहिँ आन्टीले हालिदिनु भएको है घरबाट। उकालो जाँदाखेरि खान्छन् केटाकेटीले भनेर चाहिँ हामीलाई प्यास लाग्दाखेरि बुझाउनको लागि मुही चाहिँ गलाको लागि पिनको लागि चाहिँ हालिदिनु भएको छ। र चाहिँ हामी चाहिँ आएको चाहिँ गाउँ त्यो पारीबाट है। गाउँ चाहिँ देखि नै रहेनछ पारीबाट हो। म चाहिँ मुही खान्छु है त। ल मिठो भयो। तातिसकेछ घामले गर्दा। घरबाट हाल्दा चिसो फ्रिजमा राखे जस्तो मुही थियो, तर अहिले चाहिँ तातेछ। टङ्कीको पानी जस्तै तातिसकेछ है त। अब चाहिँ हेर्नुहोस् यहाँ चाहिँ हामी चाहिँ निक्लिँदैछौँ। हामी यस्तो बाटो हिँड्दैछौँ अझै यता मातिर उकालो जाने हो। कति दुःख छ निक्लिन, अझै 1 घन्टा लाग्छ। नेपाली चाहिँ मेरो गाउँ हो। म चाहिँ वहाँदेखि ओह्रालै झार्दै चाहिँ आएको हो। तर अब चाहिँ उकालो निक्लिने छु। ल यहाँ हेर्नुहोस् है साथीहरू। अब चाहिँ उकालो निक्लिने हो। यो उकालो के गरी निक्लिने हो भन्ने चाहिँ छ भाइ। भिज्यो होला पसिना आएको पुरै। अब चाहिँ उकालो निक्लिने होला। हेर्नुहोस् साथीहरू घाँस नकाटेर पुरै खर सुके यहाँ। बाटो पुरै हराएछ। ल हेर्नु यस्तो बाटो निक्लिनु परेछ हामीलाई आज। गाडी घोडा नपाउनुको कारण यस्तो हुन्छ। ल हेर्नुहोस् सहर बस्नाले भए पाइयो दुःख त भने जस्तै भयो। ल हेर्नुहोस् यस्तो बाटो छ के गरी निक्लिने यो उकालो। ल हेर्नुहोस् साथीहरू गाह्रो हुने रहेछ साथीहरू। हेर्नुहोस् अब चाहिँ यहाँदेखि चाहिँ हामी उकालो निक्लिँदैछौँ। र अब के दृश्य देखिन पाइन्छ त्यो चाहिँ म देखाउँदै जानेछु हजुरहरूलाई। यता हेरिदिनु होला भन्न चाहन्छु। ल हेर्नुहोस् उहाँ म्याडम जो अब चाहिँ झोला चाहिँ पालो गरिरहेछ है त बोक्नलाई उकालोमा। झोला बोकेर बच्चासित चाहिँ हिँड्न सकिने रहेनछ। आज चाहिँ हिँड्दै जाऊँ भन्ने कुरो भयो चाहिँ हामी चाहिँ हिँड्दै आएको हो। र हेर्नुहोस् पारिदेखि चाहिँ मेरो गाउँ हो। मेरो म्याडमले उहाँ झोला बनाउने हुन्छ। आइडिया चाहिँ छ है म्याडमको झोला बनाउने। ल हेर्नुहोस् हातमा झुन्डाउने झोलालाई अब चाहिँ कन्ना बोक्ने बनाउनुहुन्छ है। ल हेर्नुहोस् कति आइडिया चाहिँ जानेको हो क्या। पहिला छोराछोरी बोक्थ्यो नि त्यसरी चाहिँ बोक्नु भयो है। ल म्याडमले चाहिँ झोला। हामी चाहिँ अब यो उकालो निक्लिँदै जाँदैछौँ है। ल हेर्नुहोस् साथी यो उकालो हामी चाहिँ उकालो निक्लिँदैछौँ। कति दुःख छ यो उकालो हेर। हिँड्न चाहिँ सकिने रहेनछ। हेर्नुहोस् म्याडम हिँड्न नसकेर पानी हरायो हाम्रो चाहिँ। सहर बस्नको फाइदा यो चाहिँ भयो। ल हेर्नुहोस् मोटर बाटोबाट आएर लास्ट जङ्गलको बाटो झर्नु पर्यो। अब चाहिँ बाटो कता खर घाँस नकाटेर पुरै। ल हेर्नुहोस् पारी पुरै खेत बाँझो छ। ल हेर्नुहोस् यो पुरै बारी यो पुरै बाँझो छ तल। ल बाटै छैन कता हो जाने। बाटै छैन। बाटो त हराएछ यहाँ। है बाटै छैन त्यहाँ। कुन बाटो हिँड्छ नि त्यहाँ। बाटो कहाँ छ र त छैन। ल हेर्नुहोस् बाटै छैन। कहाँ छ बाटो। बाटै छैन अरे राम। जङ्गल छ त के गर। यो बाटो ल हेर्नुहोस् हरियाली रुख छन्। ल हावा चलेछ यहाँ पसिना चुन छोडेको छैन हावा चल्दा पनि। यस्तो पनि हुने रहेछ भाइ।
ओह्रालो निस्किन ल भन्छ उकालो छ त्यसो भने अब त उकालो छ छोरो अब त उकालो छ माथि गाडी हिँड्ने ठाउँमा नपुगेसम्म अब उकालो छ जहाँ गाडी हिँड्छ त्यहाँ गए बल्ल बाटो सम्म पाइन्छ यार छोरो हाम्रा साथीहरू चाहिँ आउनु भएको थियो साथीहरू चाहिँ कहाँ हराउनु भयो मोटर बाटैबाट गयो क्या ल है ल त हजुरहरू सकिने हुन्छ उकालो हिँड्न त यस्तो पनि दिनमा नेउली कराहन कति मजाले नेउली कति कराहन हेर्नुहोस् है हेर्नुहोस् हो पारी चाहिँ हाम्रो गाउँ हो उहाँदेखि चाहिँ हिँड्दै आएको ल हेर्नुहोस् त्यो घर होइन हाम्रो घर त छेकिएछ छोरो हाम्रो घर चाहिँ देखिन्न है त हिँड्छु क्या छोरो नतान ल त साथीहरू भिडियो चाहिँ यहीँ अन्त्य गर्छु हजुरहरूलाई कस्तो लाग्छ राम्रोसँग हेरिदिनु होला र जस्तो लाग्छ त्यस्तै जवाफ दिनु होला कमेन्ट बक्समा गएर यदि नयाँ साथीहरूले हेर्नुहुन्छ भने लाइक सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला है त भन्दै म चाहिँ यो भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छु हस् त नमस्कार सबैजनालाई भन्दै बाई बाई भन्दै चाहिँ म चाहिँ यो भिडियोलाई यहीँ अन्त्य गर्छु है त ल